को आँखामा फुले संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है घाम बस्ती संसार काँडाको आँखामा काँडै संसार। धेरै अब मलाई चाहिँ अब बाहिरी अब कसैको हुन्छ आफ्नो एज अनुसारको साथीहरू हुन्छ है। त्यो साथीहरूले चाहिँ के भन्छ भने अब उनीहरू त रमाइलो आफूले गर्नु पाए आफूले घुम्नु पाए होइन जुनसुकै त्यो कार्यहरूमा मात्रै जान्छ भने मेरो चाहिँ के भन्छ सहयोगी भावना क्या। कसरी हुन्छ दिन दुखीहरूलाई सहयोग गर्नु पाए आहा त्यो घुम्ने पैसाले कसैलाई एउटा थोरै मोरे भयो भने सहयोग गर्नु। बजारमा माया बस्यो एकै नजरमा ए माया धरानी ओ माया धरानी। सूचना र मनोरञ्जनको लागि नमुना खबर टिभी सदैव तपाईको साथमा। कृपया हामीलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। दर्शकबिन हार्दिक नमस्ते अनि धेरै धेरै स्वागत गर्न चाहन्छु। धरानदेखि म पवन भगीरथ यतिखेर बोलिरहेको छु र मसँग आज विशेष कुराकानीको निम्ति धरानबाट दुईजना नानीहरू हुनुहुन्छ र म यहाँहरूलाई लासो फ्याफुल्ला गर्न चाहन्छु। नमस्ते फ्याफुल्ला ठिक मलाई ज्याब मलाई हजुर एकदम ज्याब मुला। ओके राङला तिमी खान यहाँ इजन हो धरानै हो है। ओके हामी तामाङमा बढी नजाउँ होइन फेरि हाम्रो दर्शक मान्नहरूलाई गाह्रो होला। हजुर एनिवे हजुरहरू चाहिँ आज हाम्रो जम्का भेट भयो विशेष गरी यो सुमिना मोक्तान बचाउ अभियान अन्तर्गतको कार्यक्रमले गर्दाखेरि जुन युनिक स्वयंसेवक नेपाल संस्था छ होइन त्यो संस्था मार्फत हामी आज जोडिएका छौँ। अनि के छ धरानको बारेमा अलिकति बताइदिनुहोस् न हामीलाई। हामी त टाढादेखि आएका छौँ अनि अलिकति धरानको बारेमा पृष्ठभूमि बताइदिनुहोस्। धरानको बारेमा हजुर धरानको बारेमा धरानको इन्भाइरोमेन्ट अब धरानको चाहिँ अब कसो भन्नु भने अब धरान भने चाहिँ अब एउटा मान्छेले चिनिने एउटा सिटी ठुलो सिटी पनि भन्ने गरिन्छ होइन। त्यसै गरी अब धरानलाई चाहिँ अब कतिपय मान्छेहरूले लाउरे बस्ती पनि भन्छ कि त्यसमा चाहिँ अब जति पनि अभियानहरू अब जति पनि यहाँनिर पीडितको लागि पीडित पक्षबाट है पीडितहरूले चाहिँ धेरै सहयोगी माग्ने अब आउने गर्ने गरेको छ है। ओके हामी एक्कासी मैले धरानको बारेमा सोधेँ यहाँको परिचय पनि मैले लिन चाहन्छु। हजुरको परिचय पनि दिनुहोस् न। नमस्ते मेरो नाम चाहिँ रिना तामाङ हो। रिना तामाङ पनि धेरै तामाङ हुन्छ नि हजुर के तामाङ होला घिसिङ हो म चाहिँ हजुर। ओके मेरो नाम चाहिँ सविता योन्जन तामाङ। सविता 17 मा सँगसँगै दिदीबहिनी त होइन नि योन्जन र घिसिङ त दिदीबहिनी परेनन् होइन। हजुर हजुर साथी दुईजनामा चाहिँ को चाहिँ दिदी को चाहिँ बहिनी हुनुहुन्छ नि। उहाँ दिदी हुनुहुन्छ उहाँ भन्दा पनि 3 इयर्स पछि चाहिँ म हो। 3 इयर्स पछि त होइन अगाडि चाहिँ होला होइन पछि चाहिँ हो मतलब दिदी उहाँ हुनुहुन्छ है। अनि हजुरको घरै यता हो कि कता? हजुर यतै हो जन्म घर अब पहाड जेसुकै भने पनि यही हो धरानी। के गर्नुहुन्छ कतिमा पढ्दै हुनुहुन्छ? म चाहिँ हामी चाहिँ उति नै सेम हो फर्स्ट इयर हो ब्याचलर फर्स्ट इयर हो हामी पनि ब्याचलर फर्स्ट इयर पढ्दै हुनुहुन्छ। तर उहाँ चाहिँ म्यानेजमेन्ट हो होइन म चाहिँ एजुकेसन हो। एजुकेसन उहाँ चाहिँ म्यानेजमेन्ट। हजुर अनि एजुकेसनलाई किन रोज्नुभयो नि? एजुकेसन त मेरो बुझाइमा के छ भने भविष्यमा गएर बच्चाहरूको गोठालो बाहेक अरू बन्ने ऊ छैन पनि भन्छन्। यो कुरालाई अन्यथा नलिनु होला होइन। भविष्यमा गएर शिक्षक बन्ने चाहिँ यसको उद्देश्य हो एजुकेसनको मेरो विचारमा। यहाँले त्यो एजुकेसन नै रोज्नुको कारण चाहिँ भन्छ नि मान्छेहरूले एजुकेसन रोज्दाखेरि एउटा एजुकेसन रोजेर चाहिँ कुनै ठुलो कुरा होइन एउटा एजुकेसनबाट चाहिँ कुनै जब अर्थात् अब जेसुकै जुनसुकै कार्य गर्नु चाहिँ एजुकेसनबाट सकिँदैन भन्छ होइन। तर पनि एजुकेसन लिनुको उद्देश्य चाहिँ के हो भने चाहिँ एजुकेसन किन लिन्छ मान्छेहरूले होइन। एजुकेसनमा के हुन्छ हरेक कुरा हुन्छ क्या मतलब अब हजुर शिक्षामा हरेक शिक्षा विषयमा भनौँ न हरेक फ्याकल्टी भनौँ हजुर त्यो चाहिँ हरेक कुरा हुन्छ त्यो हामीले सबै कुरा थाहा पाइन्छ भनौँ न होइन। पोखराको कुन यो धरानको कुन कलेजमा पढ्दै हुनुहुन्छ? म महेन्द्र
महेन्द्र कलेज हजुर महेन्द्र कलेज हजुर ओके तपाईँपट्टि पनि म जोडिन चाहेँ हजुर त म्यानेजमेन्ट फ्याकल्टी लिएर पढ्दै हुनुहुन्छ अनि के छ भविष्यमा यही गर्छु भन्ने के कन्सेप्ट त्यस्तो केही बनाउनु भएको छ भविष्यमा म अब म्यानेजमेन्ट नै लिएर पढ्छु भनेर चाहिँ अहिलेसम्म पढ्दैछु होइन तर मलाई त्यस्तो सामाजिक सेवा गर्नु मनपर्छ घर परिवारमा को हुनुहुन्छ नि सविताको घरमा मम्मी बाबा बहिनी अनि भाइ अनि म चाहिँ घरको जेठी छोरी भइरहँदा कहिले काहीँ जिम्मेवारीहरू त्यस्तो केही आइलागेको छैन आइपर्छ कति आइपर्छ किनकि जेठो बाटो भइसकेपछि त हरेक रेस्पोन्सिबिलिटी आउँछ होइन कहिलेकाहीँ सुख कहिलेकाहीँ दुःख अनि यस्तो कहिलेकाहीँ चाहिँ जेठी छोरी भइरहँदाखेरि त्यस्तो यादगार क्षणहरू केही छ त्यस्तो कुराहरू छ नि के छ त्यस्तो भनिदिनुहोस् त्यस्तो कुराहरूमा धेरै आउँछ कि आउनु चाहिँ अब तर कति कुरा आफूलाई जानु मन लागेको ठाउँहरूमा पनि भाइ बहिनीले गर्दा पनि त्यसको खुसी या भाइ बहिनीकै खुसीमा सम्झेर चाहिँ जानु नपाउँदा धेरै दुःख लाग्छ त्यस्तै हो भनेको ठाउँमा ठ्याक्कै कहिले काहीँ जान पाएन त्यो बेलामा चाहिँ अलिकति दुःख लाग्छ अनि घिसिङको चाहिँ परिवारमा को हुनुहुन्छ नि मेरो परिवारमा भन्नुपर्दा चाहिँ बाबा मम्मी 2 जना दिदीहरू हुनुहुन्छ है एउटा दाजु हुनुहुन्छ बाहिर हुनुहुन्छ बाहिर भन्नाले कुन ठाउँमा युकेमा हुनुहुन्छ किनकि धरानमा त विशेष गरी धेरैजना लाउरे हुन्छन् के हुन्छन् भन्ने पनि सुन्ने गरेका छौँ कि हामीलाई त्यो सुन्दा कता गर्व लागेर आउँछ होइन धरान आउने बित्तिकै यो चाहिँ यी घरहरू चाहिँ सबै लाउरेका घरहरू हुन् घर हेर्दा पनि अलिकति अट्र्याक्टिभ खालको होइन मनै अलिकति लोभ्याउने खालको घरहरू हुन्छन् त्यो दृश्यले अनि यो ठाउँले हाम्रो पनि मन छुन्छ मतलब धेरै मनपर्छ मेरो चाहिँ सबैभन्दा जेठा दाइ हुनुहुन्छ है मतलब एउटै दाइ हो मेरो चाहिँ सबैभन्दा जेठो चाहिँ दाइ हुनुहुन्छ उहाँ चाहिँ अब युकेमा हुनुहुन्छ त्यसपछि चाहिँ 2 जना दिदी त्यस लास्टमा चाहिँ म हो कि कान्छी चाहिँ 2 दिदीको चाहिँ बिहे भइसक्यो चाहिँ बिहे भएको छैन अनि बिहे गर्ने सोचमा हुनुहुन्छ कि हुनुहुन्न अब बिहे गर्ने कसरी सोचमा हुनु अब भर्खर फर्स्ट इयर हुँदैछ है अब केही पढेर अब एजुकेसन लिनुको एउटा उयो धेरैको चिन्ताको विषय चाहिँ के हुन्छ भने अब घर परिवारमा छोरी हुर्किसके पश्चात अलिकति राम्रो घर घराना परोस् भन्ने कन्सेप्ट बुवा मम्मीको हुन्छ पक्कै पनि त्यो कुराले चाहिँ कहिलेकाहीँ घिसिङलाई अलिकति टचर छ कि छैन मतलब हुन्छ नि त घर परिवारले अब बिहे गर्नु पर्यो होइन यस्तो उस्तो कहिलेकाहीँ अब घर परिवारको ट्र्याकभन्दा बाहिर जाँदाखेरि अलिकति मन परिरहेको हुँदैन हजुर मेरो चाहिँ त्यस्तो छैन मतलब अब निखार पाखार कान्छी भन्छ नि त्यस्तो भनेर पनि होला कि घर परिवारबाट धेरै माया छ हजुर एकदमै अब सबैको बढी माया पाएर के भन्छ त्यसलाई पुलिन्छ भने जस्तै कुरा गर्नुभयो होइन त्यस्तो होइन म चाहिँ अब मतलब अब धेरै जोइनिङ फ्यामिली भनौँ न होइन जोइनिङ फ्यामिली छ हाम्रो चाहिँ बुवाको 2टा परिवार हुनुहुन्छ कि होइन मतलब त्यस्तो मतलब अब धेरै फ्यामिली मतलब चाहिँ अब फ्यामिली अलिकति ठुलो कति परिवार छन् नि अनि त्यस्तो त अब वंशालुत भन्ने खोजेको क्या मैले चाहिँ वंशहरू चाहिँ धेरै छ कि अनि त्यसमध्येमा चाहिँ अब कुनै पनि छोरीलाई कुनै पनि नाता नातिनी अर्थात् त्यस्तो हुन्छ नि त्यस्तोहरूमा चाहिँ कुनै टर्चर भन्ने छैन क्या हाम्रो चाहिँ के घिसिङ भन्यो नाम मैले अलिकति बिर्सेँ रिना घिसिङ हजुर रिना घिसिङलाई को सोखहरूमा चाहिँ के छ नि के गर्न विशेष मनपर्छ सोखहरूमा चाहिँ सोखहरूको कुरा गर्नु हुँदा त धेरै अब मलाई चाहिँ अब बाहिरी अब कसैको हुन्छ आफ्नो एज अनुसारको साथीहरू हुन्छ है त्यो साथीहरूले चाहिँ के भन्छ भने अब उनीहरू त रमाइलो आफूले गर्नु पाए आफूले घुम्नु पाए होइन जुनसुकै त्यो कार्यहरूमा मात्रै जान्छ भने मेरो चाहिँ के भन्छ सहयोगी भावना क्या कसरी हुन्छ दिन दुखीहरूलाई सहयोग गर्नु पाए आहा त्यो घुम्ने पैसाले कसैलाई एउटा थोरै मोरे भयो भने सहयोग गर्नु पाए कस्तो होला तपाईँको कुराले त मेरो मन साह्रै छोयो है अनि अहिलेसम्म चाहिँ त्यस्तो मन छुने खालको केही रिनाले गरेको कार्य त्यस्तो केही छ नि गरेको भन्दा पनि अब एउटा त्यस्तै एउटा बिरामी पीडितको लागि चाहिँ हामीले चाहिँ होइन सामाजिक एउटा सुमिना मोक्तान बचाउ अभियान हजुर एउटा तामाङकी छोरी हजुर हैन चेली हाम्रो दिदी बहिनीले मामा पर्ने हैन हजुर साइनोले के पर्ने मामा पर्नेको छोरी मतलब मेरो मम्मी पनि मोक्तान अलिकति जिनले गर्दाखेरि नि हुन्छ नि तामाङले गर्दाखेरि
अलिक आत्मीयता चाहिँ बढेको जस्तो त्यो तामाङ भइसकेपछि होइन उसलाई चाहिँ अलिक बढी सहयोग गर्नुपर्छ भन्ने भावना पनि जाग्छ नि कहिले होइन त्यसको मतलब फेरि तामाङलाई चाहिँ गर्ने अरूले नगर्ने होइन मलाई चाहिँ त्यस्तो होइन मलाई चाहिँ के भन्यो भने तामाङलाई चाहिँ गर्नै पर्ने भन्ने होइन कि जुनसुकै कार्यमा अब पीडित अवस्था होस् या अब कुनै अब भन्छ नि दुःख कामहरूमा कुनै अब पीडित होस् न त्यसलाई चाहिँ एकदमै सहयोग गर्ने भावना चाहिँ मलाई चाहिँ एकदमै मनदेखि नै लाग्छ कि कलेजमा कहिलेकाहीँ केटा साथीहरूले जिस्काउने गरेका छन् कि छैन नि केटा साथीहरूले चाहिँ जहाँसम्म भन्नु चाहिँ सर्वप्रथम केटाहरूको कुरा गर्नु हो भने जो चाहिँ मसँग बोल्छ जो मसँग ट्रम हुन्छ ऊ चाहिँ मेरो साथी बनिहाल्छ क्या किनभने अब म धेरै बोल्छु है अब यहीँबाट थाहा हुन्छ किनकि बोलिरहनु भएको छ होइन हजुर अब धेरै बोल्छु म होइन कतिपय साथीहरूले चाहिँ अब के सोच्छ रिनासँग जो बोल्यो जो हस्किया ऊ फस्किया भने जस्तै होइन त्यस्तो चाहिँ होइन मतलब अब धेरै रिलेसन राम्रो भइहाल्छ सम्बन्ध राम्रो मतलब अब त्यस्तो पोजिटिभ रिलेसन भइहाल्छ हजुर हो अब कसैले अलिकति मैले रोकेँ यहाँलाई ओके हामी सविताजीसँग पनि कुरा गर्न चाहन्छौँ यहाँलाई चाहिँ मेरो चाहिँ सोखहरू नसोधेको भनेर यहाँलाई रिसाउनु भइसक्यो जस्तो लाग्यो के छ सोख चाहिँ सविताको के गर्न मनपर्छ विशेष गरी सोख मलाई पनि उसको जस्तै बिरामीलाई नै सहयोगहरू गर्ने होइन हामी नयाँ नयाँ ठाउँतिर घुम्ने पनि आफ्नो पनि हुन्छ नि इच्छा आफ्नो पर्सनल हो त्यो इच्छाहरूमा अब घुम्ने रमाउने अब ठाउँ अनुसारको कस्तो छ रहनसहन बुझ्ने त्यस्तै त्यस्तै नै छ अनि पढाइको हिसाबले म्यानेजमेन्ट लिनुभएको छ भविष्यमा ठ्याक्कै यही नै बन्छु भन्ने त्यस्तो उद्देश्य केही लिनुभएको छ कि मान्छेले सोचे जस्तो त अब ठ्याक्कै त कहाँ बन्न सकिन्छ र होइन तर त्यस्तो अब समयअनुसार चाहिँ परिवर्तन भइराख्दो रहेछ क्या मान्छेको सोच होइन सोख र तपाईँ उद्देश्य त समयअनुसार परिवर्तन त हुँदैन तैपनि म चाहिँ भविष्यमा यो बन्छु भनेर के न के त सोचे हुन्छन् नि सोचेको त थिएँ अब भनिहाल्नु पर्दा के चाहिँ बन्ने सोख छ नि सोख भन्दा पनि उद्देश्य भविष्यमा चाहिँ म यो बन्छु र बुवा मम्मीलाई भविष्यमा यो गरेर देखाउँछु भन्ने त्यस्तो केही अब उस्तै सामाजिक कार्यहरूमै अघि बढ्छु कि जस्तो लागिरहेको छ त्यो सोख छ ओके धरानका चेलीहरू हरेक विषयवस्तुमा ट्यालेन्ट हुन्छन् भन्ने मैले सुनेको छु होइन अनि अब रमाइलो सँगसँगै कुराकानी सँगसँगै अलिकति धरानको आवाज हामीलाई सुन्न मन लागेको छ दर्शक महानुभावहरूलाई पनि धरानको चेलीको आवाजमा एउटा गीत सुन्ने हो कि भन्ने अपेक्षा पनि धेरै गर्नुहुन्छ अलिकति छोटो मिठो गीत चाहिँ सुन्नु पऱ्यो है कविताबाट गाउने कि एजुकेसनबाट झन् आउँछ धेरै होइन मतलब एजुकेसनमा त अब यस्तो गीत सम्बन्धित कविता एजुकेसन मेजर के हो मेजर त नेपाली हो गाउँ त भइहाल्यो नि त पूर्वको गीत क्या हो ल अब गीत गायो भने पनि अलिकति एक सर हामी साथ दिन्छौँ अनि त्यसमा चाहिँ अनि फुल आउँदैन नि त त्यस्तो पनि हुनसक्छ होइन नआउँदा केही फरक परेन यसमा आउनै पर्छ भन्ने पनि छैन हाम्रो रिक्वेस्ट गर्यौँ है तपाईँले फेरि गीत सुन्दा पनि अब धरानकै विषयमा गीत गर्नु हो भने त होइन स्टार्टिङै आएन क्या मलाई त्यो पूर्वको गीत चाहिँ थाहा छ तर अब स्टार्टिङै नआउँछ चाहिँ अलिक गाह्रो ल सविताले गाउने हो कि भन्ने जस्तो लागिरहेको छ मलाई एउटा गीत गाइदिनु त सविताको तर्फबाट है त योजनाहरू अलिक ट्यालेन्ट हुन्छ नि ठिकै छ नि त अब एक ल फुलको आँखामा भए पनि हुन्छ पानी धरानको त्यो होइन हौ बस एक त्यो एक लाइन मात्र आउँछ क्या त्यहाँदेखि ल गीत गाएँ ल धरानको बजारमा माया बस्यो एकै नजरमा ए माया धरानी ओ माया धरानी सिधै हो सिधै यति मिठो आवाज हुँदा पनि हेर्नु त हामीलाई आउनु भएको ल अर्को गीत सुन्नेलाई कुन गीत गाउँछ भन्दैन तामाङ गीत आउँदैन नि तामाङ गीत गाउँदा नि हुन्छ ल तामाङ गीत आउँदैन होला है तामाङ गीत आउँदैन नि ल फुलको आँखामा ल एकदम राम्रो गीत आँखामा फुलै संसार टाढाको आँखामा काडै संसार झुल्किन्छ है घाम बस्ती संसार टाढाको आँखामा काडै संसार के धन्यवाद हुन्छ हाम्रो आग्रहलाई स्वीकार गरेर एकदम मिठो गीत गाइदिनु भयो
रिसाउनु भएको त छैन नि? छैन हजुर रिसाउनु भएको त छैन नि? हजुरलाई पनि धन्यवाद है हाम्रो फर्स्ट इन्टरभ्यू तपाईँसँगै भयो होइन अब हजुरसँग रिसाउने त अब एउटा पक्कै पनि कुरा भएन है किनकि धरानको चेलीहरूसँग हाम्रो चिन्जान भयो हामी पनि धेरै खुसी छौँ हजुर है आगामी दिनहरूमा यदि निजगढ आउनुभयो भने सम्झिनु होला धरानमा एउटा नयाँ दिदीबहिनी हामीले फेला पारेका छौँ हजुर चिन्जान भएको छ अनि हाम्रो सम्बन्ध अझै पनि आगामी दिनहरूमा अझ सहयोगी भावनाहरू बढ्दै जाओस् जुन एउटा सामाजिक अभियानमा तपाईँहरू हुमिनु भएको छ होइन अहिले हाम्रो नेपालमा धेरै किसिमका मान्छेहरू हुन्छन् जुन चाहिँ मानवीयता भनेको अलिकति हराइसक्यो कि कहाँ छ भन्ने खोज्नुपर्ने अवस्था पनि छ र यस्तो परिस्थितिमा तपाईँहरूलाई यो एउटा सामाजिक सहयोग अभियान नेपाल र यसै गरी युनिक स्वयंसेवक नेपालको कार्यक्रममा देख्न पाउँदा हामी एकदमै हृदयदेखि नै खुसी छौँ के छ अन्तमा जाँदा जाँदै हाम्रा सम्पूर्ण आदरणीय आम दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ रिनाजी जाँदा जाँदै अब के भन्नु धरानबाट विशेष गरी है विशेष गरी धरानको तर्फबाट चाहिँ अब के भन्न चाहन्छु भने होइन अब जुन सुमिना मोक्तान बचाउ अभियान जस्तै होइन अरू बचाउ अभियान पनि हिँड्न सक्छौँ तपाईँहरूको घर दैलो आँगन पनि हामी आउन सक्छौँ त्यसको लागि चाहिँ हामीलाई सहयोग गरिदिनु होला सकेसम्म होइन नसके पनि सहयोग नगरे पनि राम्रो बोली वचन गरिदिनु के भनेन त्यही हो ना खबर टिभीलाई पनि सब्सक्राइब गरिदिनु होला अनि धेरैभन्दा धेरै सेयर गरिदिनु होला धेरै सेयर गरिदिनु होला रिनाको तर्फबाट चाहिँ के छ धन्यवाद म चाहिँ के भन्न चाहन्छु भने धरानवासी जस्तै होइन धरानवासीको जस्तै आफ्नै क्लब एउटा संस्था खोलेर अरू होइन धरान बाहेक अरू ठाउँहरूमा पनि यसरी सहयोगको अभियानका लागि तपाईँहरूले पनि खोलिदिनु होला पीडित पक्ष अर्थात् जो कोही पीडितहरूलाई हजुरहरूले पनि सहयोग गर्न सक्नुहुन्छ त्यही भन्दै हजुरहरूको लागि हजुरहरूको गाउँघरमा हामी पनि फेरि पनि कुनै ठाउँ कुनै गाउँमा हामी निरन्तर रूपमा आउन सक्छौँ होला केही सहयोगको लागि त्यसको लागि चाहिँ त्यस्तो नराम्रो नसोचिदिनु होला होइन यसै गरी हजुरहरूले पनि गर्ने सहयोगहरू यसै गरेर आफ्नो संस्था अर्थात् त्यस्तै खोलिदिनु होला भन्दै रिनाजी त्यसै गरी सविता योन्जन र रिना घिसिङलाई यो अमूल्य समय र संवादको लागि यहाँलाई नमुना खबर टिभीको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु है त हुन्छ धन्यवाद ट्यापुला जे आले सबैलाई हैन टासीजीले ओके गाइस मैले अलिकति रमाइलो फनी भिडियो तपाईँ माझ राखेँ धरानकी चेली धरानकी सुन्दरी नानीहरूको भिडियो तपाईँ माझ मैले राखेको छु केही समय सान्दर्भिक कुराहरू पनि मैले तपाईँ माझ प्रस्तुत गरिसकेको छु भिडियो हेर्नुभयो तपाईँलाई कस्तो लाग्यो कहाँदेखि हेर्दै हुनुहुन्छ सल्लाह सुझाव प्रतिक्रियाको अपेक्षाको साथमा यो भिडियोलाई तपाईँले मन पराइदिनु भएको छ भने लाइक कमेन्ट र सेयरको कमी नहोस् भन्न चाहन्छु र थ्याङ्क्स फर वाचिङ अस आवर नमुना खबर टिभी युट्युब च्यानल भन्दै क्यामेरामा हाम्रो शिवराज अधिकारीको साथमा म प्रस्तुता पवन भगीरथ धरानदेखि अहिले बिदा हुन्छु हवस् त नमस्ते यहाँहरूको दिन शुभ रहोस्।